हेलो एभ्रिवान, गुड मर्निङ। आज त के हो, आज कति दिन भयो हामी हिँडेको? थर्ड डे। आज फाइनली हामी थर्ड डेमा चाहिँ हिँडेको। थर्ड डेमा चाहिँ पाथी भाडाको माथिल्लो फेदीमा छौँ। अब चाहिँ बिहानको यहाँ कति बजे 5 बज्न लाग्यो, हामी हिँड्न लागेछौँ। लास्टी टाढो छ, यस्तो भइरहेको चिसो। अब यहाँबाट हाम्रो यात्रा सुरु हुन्छ। हाम्रो यहाँ दाई हुनुहुन्छ, हाम्रो हेलो हेलो भन्नु त दाई। हेलो हेलो हेलो, हामी जाँदैछौँ पाथी भाडा माता कि भन्नु, पाथी भाडा माता कि। यहाँबाट चाहिँ पूजा गर्न स्टार्ट रहेछ। पाखी भएर जानुभन्दा अगाडि यस्तो लेखेको बोर्ड पनि छ। हामी यहाँ धुप बाल्दैछौँ। यहाँबाट स्टार्टिङ भयो दिदीकोबाट। ओ त्यो माथि देखिनु भयो नि डाँडा, हो त्यो डाँडामा चाहिँ मेन त्यहाँ पुग्नुपर्ने हुन्छ पाखी भएर माताको। मान्छेहरू यता आउँदै हुनुहुन्छ, सबको यात्रा यहाँबाट सुरु हुन्छ। अहिले चाहिँ हामी कान्छी पाथी भाडामा छौँ। त्यसले यहाँ बाल्दै हुनुहुन्छ धुप, अनि ध्वजा झुन्डाउने, अनि त्यसपछि बल्ल माथिको यात्रा सुरु। यो चाहिँ हो कान्छी पाथी भाडा माथा। यस्तो छ, सास बनाएर गएर पछाएर मात्र रक्षा गर्नुहोस्। ए ध्वजा यतातिर बाँध्दै हुन्छ कि घन्टीहरूतिर, जता बाँधिने हुन्छ घन्टीहरू। फाइनली चाहिँ हामी यहाँ दुईवटा बाटो भएको ठाउँमा चाहिँ आयौँ। यताबाट चाहिँ सिधै उकालो छ भने यताबाट चाहिँ घुमाउरो हरे, तर सिधा सिधा हरे। अब हामी कहाँबाट गइन्छ थाहा छैन। यही बाटो चढ्ने हो, दर्शनपछि यही बाटो झर्ने हो। कति स्विट हजुर हामी आयौँ काठमाडौँबाट। हिँड्न सक्नुभयो अनि कति घन्टामा पुग्नु भयो हजुरहरू? 2.5 घन्टामा भनौँ न। अब हामीलाई यहाँबाट कति टाइम लाग्छ अङ्कल? आधा घन्टा। अब हिँडाइ मुताबिक छ होइन, आधा घन्टामा पुगिन्छ। हामी 22-25 जनाको टप्पा थियौँ। 2:30 बजे हामी 2:30 बजे 6 नम्बर गेटबाट हिँड्या। हामी ठ्याक्कै 5 बजे चाहिँ दर्शनमा पुग्यौँ। हजुरहरू पनि आराम साथ पुग्नुहुन्छ। गाह्रो भइरहेको गाइज हिँड्न, चिसो त्यस्तै, सास फेर्न गाह्रो त्यस्तै, खुट्टा दुखेर त्यस्तै, यस्तो टाढो उकालो छ। अनि Finally, I am here. हामी आइसक्यौँ पाथी भाडा माता। यस्तो जाडो छ, हिउँ परिरहेको, मान्छेको यस्तो भिड छ नि। यहाँ सबजना फाइनली गाइस, सकि नसकि भए पनि म दिदी हामी सबै पाथी भएर आइसक्यौँ। मान्छेको भिड छ, लाइन यत्रो छ, लाइनमा बसेको छैन हामी चाहिँ यहाँ जाडो भएर आएको तापको एकछिन रानोहरू आएन, रानोहरू सफलतालाई कुर्दैछौँ। यस्तो छ, प्याक छ। Oh my god, line weary-faced person with praying hands.
पहिला रहेछ अनि त्यो अलिअलि हिँड्छ सुरुमा चाहिँ यहाँ गणपति भगवानको पूजा गरिसक्यो त्यसले गर्दा हुन्छ अनि यसपछि शिवजी भगवानको गर्ने अनि त्यसपछि बल्ल बाटी भाडा माताको वन्दे देवो मामतिसुर गुरु वन्दे जगत कारणं वन्दे पदं भूषणं विदर वन्दे प्रसन्नापति वन्दे सुर ओके अब चाहिँ हामी पूजा गरेर भ्याइसक्यौँ सफलता लुरीहरूको चाहिँ राम्रोहरूको चाहिँ राम्रोसँग फोटो भिडियो खिच्न पाएन भनेर रिचा हालौँ हामीतिर अब चाहिँ हामी यहाँबाट लाग्छौँ त्यो टाइम भइसक्यो लास्ट चिसोमा यहाँ बस्न गाह्रो छ सास्न गाह्रो छ मलाई त हेलो एभ्रिवान अहिले चाहिँ हामी तल पूजा गरेर ठ्याक्कै त्यो पाथिभाडा माताको चाहिँ तल ओर्लियौँ म र दिदी ओर्लिँदैछौँ सफलता र रानु चाहिँ पूजा गरेर आउँछन् मलाई लास्टै गाह्रो भएको थिएँ जाडो त्यस्तै टाउको दुख्न लाग्यो बिहान पनि आउन गाह्रो भएर आउने बाटोमा आधा घन्टा जति बोकेर आएको म त एउटा दाइले बोकेर पैसा दिएर यस्तो छ अनि हिउँ पनि परिरहेछ हिजो बेलुका परेर रहेछ अनि अलिअलि छ अहिलेसम्म त उस भइसक्यो बिलाउन लागिसक्यो यहाँसम्म चाहिँ गाडी पाइन्छ जिपहरू आउँछ मैले अस्ति अँध्यारो भएर हामी अँध्यारोमा गएर खिच्न पाएन अनि यो देख्नुभएको छ नि माथिको डाँडा हो त्यहाँ सम्म हिँड्ने जानु चाहिँ माइगढ यस्तो छ अनि यहाँ चाहिँ म यसो देखाउँछु है ल हाई भन्दैन त ल अस्ति त्यो करेन्ट लागेर न्युज भरिआएको थियो नि त्यो चाहिँ यहीँ रहेछ कि हेर्नु न जिप यहीँ चाहिँ राम्रोसँग देखाउँछु है म जिप त अझै नहटा रहेछ नि त जिप त पुरै यस्तो छ त अनि माइ गड ल हेर जिपको हालत त्यस्तो अब यो बाटो हामी त अब शनिबार यहाँ पूजा भेटाउने हेरेर आएको बाटो छ ल हेर्नुहोस् बाटो यस्तो छ भने अब बाइक लिएर आउनु मान्छेहरू के भन्नु ल हेर्नुहोस् हाम्रो यहाँ ड्राइभर भाइ हेलो एभ्रिवान अहिले चाहिँ हामी यो 5 तारिकको के अरे फिदिम भन्ने ठाउँबाट निस्किन ला हिजो हामी यहाँ आएर बसेको वहाँबाट आउँदा आउँदा रात पऱ्यो ढिलो भयो अनि अब हामी इलामको लागि जाँदैछौँ स्टे ट्युन गाडीमा चढ्न ला मलाई दिदी आयो भन्नु हामी गाडी अहिले चाहिँ हामी यहाँ खाजा खान लागेको तम होटेलमा 5 थर है दिदी टक्कला अनि यहाँ त लाली गुराँसको रक्सी पाइदियो हुन्छ गाइस त्यहाँ त आयो भन्न अहिले चाहिँ हामी यो इलामको चिया बगान एरियामा छौँ यस्तो छ यहाँ चाहिँ सबै देखाउँछु म यस्तो कुहिरो लाएर राम्रै उस राखेन क्लियर राखेन हेलो एभ्रिवान आज चाहिँ हाम्रो यो के भन्छ लङ टुरको चाहिँ 4th डे हो
अनि चाहिँ मैले बिहान चाहिँ खासै बनाएन। अहिले चाहिँ हामी कन्याम भन्ने ठाउँमा छौँ। दिन चाहिँ राम्रो छैन हो, छ्या यस्तो छ। लुडी दिदी भिडियो बनाउँदैछ। यस्तो छ चिया बगान चाहिँ यता हेर्न सक्नुहुन्छ। अनि मान्छेहरू चाहिँ यति धेरै छ यहाँ, सबजनाले यस्तो गर्दै हुनुहुन्छ। अब चाहिँ हामी यहाँ खाना खान लागेको इलामको कन्याम भन्ने ठाउँमा यस्तो छ। हेलो तानु, हाई। मसँग किन नमाने? किन नमानेको? अब आज हेर मोबाइल देखाएर खिचेको त। हेलो लुरीको बहिनी हो कि। अब हाम्रो यहाँबाट यात्रा सुरु हुन्छ दार्जिलिङ एन्ड सिक्किमको लागि। यस्तो गर्मी छ कुरा नगर्नु छ। यो नेपाल बोर्डर हो। अहिले हामी नेपालबाट इन्डिया जाँदैछौँ। इन्डियातर्फको बाटो यो हो। इन्डियातिर जाने बाटो काँकरभित्रबाट पानी वेस्ट बङ्गालतिर जाँदैछौँ। हामी अब इन्डियातर्फ लागि लाग्छौँ। मार्केट बढ्छ नि त दाइ, तपाईँको युट्युबर हो। राइट नाउ अहिले चाहिँ हामी ठ्याक्क इन्डियाको बोर्डरमा छौँ। अब यहाँबाट हामी चाहिँ इन्डिया क्रस गर्दैछौँ। काँकरभित्रबाट अब इन्डियाको लागि चाहिँ इन्ट्री हुँदैछ। चेक पोइन्ट अब इन्ट्री हुन्छ। ल अगाडि हेर्न सक्नुहुन्छ। चेकपोस्ट इन्डियन आर्मी पुलिस हो कि एरम आर्मी हो? एउटा दाइ नरिवल लिएर बस्नु भयो। यस्तो गर्मी भयो र हाम्रो खाना मन छैन, त्यो फोरो भइसक्यो। अनि यता हुनुहुन्छ हामीलाई घुमाउन लाने ड्राइभर दाइ। अब हामीलाई 2 दिनको लागि चाहिँ हामी 2 दिनको लागि चाहिँ हामी 4 दिन गाइस फाइनली हामी के भन्छ त काँकरभित्रबाट यता आइसकेपछि यता आयौँ। दाइ यो ठाउँको नाम के हो? भनिदिनु पर्यो के हो? खै कता लेखेछ? कतै बोर्ड छैन ले। ए अहिले चाहिँ हामी यो पङ्काबरी भन्ने ठाउँमा चाहिँ छौँ। अब यसरी सबै यहाँ उसै छ कि यो होटल रहेछ कि सब यस्तो गाडीहरू इन्डियन गाडीहरू। हामी यहाँ ठाडै उकालो खरे दार्जिलिङ जानको लागि। माइ गड यस्तो ठाडै उकालो खरे कता गएर जस्तो भएर यो चाहिँ होइन, यो त कुकुर हो के अरे। Cabolia by यो